आज चाहिँ बिहान बिहानै उठ्ने बित्तिकै बाहिर हेरेको त पानी कुहिरो दुइटै आइरहेको थियो कि अनि त्यसपछि दिदीलाई देखाएँ दिदीले चाहिँ फोन हेरिराख्नु भएको थियो यो चाहिँ हाम्रो छोरो हो अनि त्यसपछि यो चाहिँ भाइ हो मेरो अनि त्यसपछि भाइले मोबाइल हेरिरहेको थियो अनि बाबालाई देखाएको बाबा सुतिरहनु भयो रहेछ अनि त्यसपछि म चाहिँ आज साथीलाई भेट्न जान्छु भनेर बाई घर माइती घर यो चाहिँ हाम्रो माइती घर हो अनि त्यसपछि म हिँडिरहेको थिएँ हाम्रो गाईले मलाई हेरिरह्यो अनि गाईलाई पनि बाई भने अनि म चाहिँ हिँड्दै थिएँ अनि साउन कति हरियाली हुन्छ कि जम्मै है अनि बाटा हिँड्दै थिएँ पानी त कुला कुला नहिँड्ने बाटाबाट हिँडिरहेको रहेछ कि अनि यो चाहिँ साथीकी छोरी हो यो चाहिँ मसँग रिसाइ छ अनि त्यसपछि उता फर्केँ अनि मैले चटपट बनाउन लाएँ अनि चटपट बनाएर खाने प्लान थियो कि आज अनि चटपट बनाएर खानालाई रेडी भएँ मैले यो चाहिँ यो र म मिलेर खाइरहेको थिएँ मैले चाहिँ देउची खाइदिएँ क्या चटपट अनि छोरीलाई नि आइज भने अनि यसलाई देखाउनु लाग्यो मलाई नदेखा भनिरहेको थियो कि यसलाई भेट्न गएको यसैलाई नदेखाएर हुन्छ अनि यो चाहिँ तामा हो अनि त्यसपछि हामी सबै मिलेर खाएर भ्याएर अनि म गएँ घर फर्किन्छु भनेर आएँ अनि त्यो कुलै आएँ म अनि यो चाहिँ हाम्रो पुरानो पानी खाने ठाउँ हो कि अनि त्यसपछि कत्रो रुख ढलेको थियो कि त्यहाँ अनि त्यसपछि मैले देखाएँ हजुरहरूलाई अनि आजको मिनी ब्लग यति नै भाउजू हुनुहुने उहाँ चाहिँ